हेलो नमस्ते वेलकम टु ह्याप्पी फ्यामिली नेपाल युट्युब च्यानलमा के गर्दै हुनुहुन्छ साथीहरू। आज चाहिँ म मेरो छोरीको लागि नास्ता बनाउँदैछु। छोरीलाई म आज दुईटा चाउचाउ र दुईटा अन्डाको चाउचाउको रेसिपी बनाएर नास्ता दिँदैछु है। त्यसको लागि मैले कराईमा प्याज स्याज हालेर एकदम रेडी प्रिपरेसनमा राखेर प्याजलाई भुट्छु है। अब के गर्ने, कहिले कसो छोराछोरीहरूलाई नास्ता बनाइदिनु पर्छ। अब के गर्नु है, टक्क लाएर चाउचाउ पनि भुटिसक्छु अनि चाउचाउलाई मजाले भुटेर अन्डा राखिदिन्छु। अन्डा पनि राम्रोसँग भुट्छु अनि चाउचाउ र अन्डा चाहिँ राम्रोसँग भुट्नुपर्छ है साथीहरू, अनि मजाले पाक्छ। आजको चाउचाउको रेसिपी चाहिँ एकदम बवाल हुनेवाला छ है। म नानीलाई दिइसकेपछि पनि सोध्छु, यदि तपाईँहरूले हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला है त। ल म चाहिँ चाउचाउ बनाउँदैछु, एकदम मजाले भुट्दैछु। अलि भिडियो मैले किनकि फास्ट भगाएको छु, भिडियो लामो हुन्छ तपाईँहरूलाई हेर्न बोरिङ हुन्छ भनेर प्लिज हेरिदिनु होला। थ्याङ्क यू सो मच त्यसको लागि है। कस्तो लाग्छ सल्लाह सुझाव पनि दिनु होला। अनि म चाउचाउ मजाले भुटिसकेपछि यो यत्तिकै नरम पनि हुन्छ है, अन्डा हालिसकेपछि नरम हुन्छ भुटेको चाउचाउ, यत्तिकै पनि खान सकिन्छ। एकदमै बवाल हुन्छ, तपाईँहरूले पनि यस्तै गरेर बनाएर खान सक्नुहुन्छ है। तर छोरीले चाहिँ आज थोरै सुप बनाएर खानी भनेर मैले चाहिँ सुप बनाइदिन लागेको छु यसमा। अब चाहिँ म थोरै सुप बनाउनको लागि यसमा पानी एड गर्छु है साथीहरू। टक्क लाएर पानी एड गरिदिन्छु अनि थोरै मसला पनि राखिदिन्छु है त। अब किनकि पानी एड गरिसकेपछि सुप बनाउनुको लागि थोरै मसला पनि राख्नु पर्यो अनि उम्लिनु पनि पर्यो है। मैले फास्ट बनाएर गराएको छु, उम्लिसकेपछि है टक्क लाएर यसलाई म प्लेटमा राखिदिन्छु। चलाएर रेडी हुन्छ, रेडी भइसकेपछि म प्लेटमा राखेर अब नानीलाई दिन्छु। तपाईँहरू पनि यस्तै चाउचाउ बनाएर आफ्नो नानी बाबुहरूलाई दिनु होला है त। थ्याङ्क यू सो मच वाचिङ फर भिडियो। ल अब म चाहिँ ट्याक्क प्लेटमा राखिदिँदैछु है, प्लेटमा राखिदिँदैछु सर्र लाएर प्लेटमा राखेर अब नानीलाई दिन्छु। के भन्छन् है त, के भन्छन्, कस्तो भयो भन्छन् है। म प्लेटमा राख्दैछु। ल अब खाँदैछिन्, मैले दिइसकेँ नानीलाई फाइनल्ली। ल अब खाँदैछिन्, कस्तो छ भनेर भन्ने छिन् है। यता नानीको मम्मीले पनि खाँदै हुनुहुन्छ। ल सबैजनाले एकदम बब्बाल मिठो मिठो मानेर खाइरहेका छन्। कस्तो छ भनेर नानीले अझै पनि भनेको छिन् है, तर मिठो मानिरहेको छिन्। ल ठिक छ अरे, इसारा गरेकी छिन्। यता मैले पनि खाएको छु है। अब नानीले खत्तम गर्नेवाला छिन्। ल थ्याङ्क यू फर